दर्शक एवं श्रोताबिन्दहरू धेरै लामो समयको पर्खाइपछि हामीले फेरि एउटा नयाँ कथा लिएर आइसकेका छौँ। अनलाइनबाट साभार खिर कसले खायो, यसका लेखक रहेका छन् देवु लुइटेल। कथा सुरु गरौँ है त। कुनै लेकमा धनी साहुको ठुलो गाईगोठ थियो। साहु निकै कठोर मिजाजका थिए। उनले ती गाईको स्याहारका लागि 3 जना कामदार राखेका थिए। कामदार एकै परिवारका 3 दाजुभाइ थिए। गोठको बास पुसको रात झिसमिसे उज्यालो हुने बेला भएको थियो। जाडोले असाध्यै सताएको थियो। ओछ्यानबाट जुरुक्क उठेर कान्छाले भने, घर छोडेको यतिका महिना भयो, एक दिन पनि मिठो मसिनो खाने मौका मिलेको छैन। दाजुहरूले मान्नुहुन्छ भने एउटा कुरा भन्ने थिए, यस्तो चिसोमा उज्यालो हुन नपाई यो कान्छालाई फेरि के खाने रहर पलायो नि, माइलोले भन्यो। दाजुको सोचाइमा भाइको रहर र मालिकको कठोर मिजाजसँगै भेला भए। उनी सिरकले मुख छोपेर उतापट्टि फर्किए। कान्छाले फेरि थपे, ठुल्दाइले के भन्लान् कुन्नी? कान्छाको स्वरले जेठा दाजुको निद्रा खुल्यो। सिरकबाट अलिकति अनुहार देखाएर उनले भने, तँलाई के खान मन लाग्यो? ल भन् कान्छा, तेरो इच्छा म पूरा गरिदिन्छु। साँच्चै, कान्छो फुरुक्क पर्दै भने, आमाले पकाए जस्तै गरी मिठो खिर खाने नि। जेठालाई आफ्नो भाइको माया लाग्यो। भाइको रहर पूरा गरिदिनकै लागि उनले उज्यालो भएपछि मालिक कहाँ गएर बिन्ती बिसाए। बल्ल तल्ल साहु राजी भए। त्यसै दिन बेलुका गोठमा खिर पाक्ने पक्का भयो। साँझ परेपछि गोठका सारा काम सकेर जेठो दाजुले खिर पकाउन थाले। कान्छो भने फुर्किएर खपिसक्नु थिएन। अनि दुध तताएका बेलाको बिरालो जस्तै गरेर अघेनो वरिपरि घुम्न थाले। यसैबीच माइलाले पक्क बोले, हेर कान्छा, यस्तो लेकमा खिर त मिठो होला, तर लोभी साउले साह्रै थोरै चामल दिएछन्। भित्रीमुठी 1 ज्यान बराबर रे। अलि निराश हुँदै कान्छाले भने, तर मलाई त साह्रै भोक लागेको छ नि। खिर पाक्न थाल्यो। बास्ना गोठभरि फैलियो, तर सामग्री कम थियो। 3 दाजुभाइका बीचमा कसले धेरै खाने भन्ने विषयमा विवाद भयो। सबैभन्दा धेरै मेहनत मैले गरेको छु। म तिमीहरूको दाजु पनि हुँ, त्यसैले सबैभन्दा धेरै खिर त मेरो भागमा हुनुपर्छ। जेठाले भने, दाउरा खोजेर ल्याएको मैले हो, म चाहिँ हेरेर मात्र बस्छु र मलाई कम्ती भाग दिनु हुँदैन नि। माइलाले पनि खबरदारी गरे, सुरुमा खिर खाने रहर गर्ने मनै हुँ। अझ म त कान्छो भाइ, तिमीहरूले माया गर्नुपर्ने मान्छे, तिमीहरूले मलाई ठग्न कसरी मिल्छ? कान्छाले पनि सजिलो कुरा गरेनन्। गलफत्ती बढ्दै गएपछि जेठाले एउटा जुक्ति लगाएर भने, कसले कति खिर खाने भन्ने कुरा सबलाई यही बोलाएर सोधौँ र उनको सल्लाह अनुसार गरौँ। जेठाको विचारमा भाइहरू सहमत भए। त्यसपछि जेठो साहु लिन गए। उनले साहुलाई सारा कुरा सुनाए। बल्ल तल्ल साहु गोठमा आए। ल, आज यो खिर जस्ताको तस्तै छोपेर राख। आज राति जसले राम्रो सपना देख्छ त्यसले धेरै खिर खानु। सपनाको निर्णय गर्न म भोलि बिहान यहाँ आउँछु। अहिले चुप लागेर सुत। यति भनेर साहु हिँडे। दाजुभाइले पनि साहुको कुरा सिरोपर गरेर खिर राम्रोसँग छोपेर राखे अनि सुते। राति जति निदाउन प्रयास गर्दा पनि कान्छालाई निद्रा परेन। उता दाजुहरू घुर्न थाले। छेउमा बसेको बिरालो पनि निदायो। सपना त कहाँ देख्नु, उनी निकै बेर छटपटाइरहे। निदाउन केही सिप नचलेपछि कान्छो सुतेको ठाउँबाट सरक्क उठे। छोपेर राखेको खिरको भाँडो बिस्तारै खोले। खिर सेलाउँदै गएर ठिक्क मनतातो भएको थियो। उनले कपाकपी सबै खिर खाए र उस्तै भाँडो छोपिदिए अनि सरक्क आएर सुते। बिहान कान्छो बिउजदा साहु सपना सुन्न आइसकेका रहेछन्। दाजुहरू गोठको धन्दा गर्दै थिए। कान्छालाई के गरौँ भन्ने छटपटी भयो। उनलाई कसैलाई केही भनिहाल्ने आँट पनि आएन। उनले आज साहुलाई ढोक पनि गरेनन्। 3 जना गोठालो भेला भएपछि साहुले पालै पालो आज राति देखेको सपना सुनाउन आदेश दिए। सुरुमा जेठाले बडो फुर्तीसाथ भने, सपनामा मैले चाँदीको दरबार देखे। त्यहाँ त हाम्रै गाईगोठ रहेछ। तपाईले दही नैनी झिक्दै हुनुहुन्थ्यो। गोठमा
गोठको धारामा त दूध जस्तै पानी बग्दै थियो। अब माइलाको पालो। साउ माइलाको मुखतिर फर्के। माइलो पनि हाँस्दै भन्न थाले, मेरो सपनीमा शिव पार्वती आएर यो जग्गाका बारेमा वर्णन गर्नुभयो। यहाँ सेता सर्पको बास छ रे। यहाँ त कृष्णले गाईको रेखदेख गर्दा रहेछन्। उहाँहरूले मलाई आशीर्वाद पनि दिनुभयो। दुवैले कस्ता राम्रा सपना देखेछौ। ल अब कान्छोको पालो। साउ कान्छो बसेतिर फर्किए। कान्छो त बोल्नै नसके सुक्क सुक्क गरेर रुन पो थाले। साउले कान्छालाई नरोइकन आफूले देखेको सपना जस्ताको त्यस्तै सुनाउन हराए। अनि उनले डराउँदै डराउँदै मलिन स्वरमा भने, साउबा, मेरो सपनामा त अजङ्गको राक्षस आयो। उसका दुवै हातमा तरबार थिए। त्यसले मलाई थपक्क उठेर खिर खा, होइन भने म नै तलाई खाइदिन्छु भनेर हप्कायो। अनि त मैले खिर नखाई हुँदै भएन। त्यसैले मैले त राति नै उठेर सबै खिर खाइदिए। आजको कथा तपाईहरूलाई कस्तो लाग्यो?